आज त धेरै पछि नै आएँ म भ्लग लिएर 2 महिना नै भयो क्या मैले पहिला भ्लग हालेको अनि आज चाहिँ हामी घुम्न जाँदैछौँ हाम्रो यात्रा चाहिँ अब बुटोलदेखि सुरु हुन्छ बुटोलदेखि हामी चाहिँ बागलुङको बस चढेर जान्छौँ सो स्टे ट्युन चल्दैको हामी चाहिँ ड्याडी र बाबा छोड्न हिँड्नु भयो बाटोसम्म मलाई नि शुभ यात्रा पाएँ मैले भाँडा माझ्नु ल यात्रीहरू म चाहिँ नजानी गाइज हामी चाहिँ बुटोल आएको है बुटोल आएर बस्यो आएको छैन अब हामीलाई 2.5 घन्टा है बुटोलको बजारमा हिँडाउँछन् ल हामी चाहिँ बुटोल ट्राफिक चोकबाट हिँड्न लाग्यो बाई बाई बुटोलबाट 9 बजेको बस चढेर नाइट बस चढेर अनि बिहान चाहिँ 5 बजे काडे आइपुग्यौँ अनि काडेमा चाहिँ तल पानी परेको थियो त्यही भएर भिडियो पनि गराउन पाएन अस्ट्रेलियन क्याम्पतिर जाँदैछौँ अब हामी माथि गएर भिडियो गराउँछौँ साथीहरू पछि पछि हुनुहुन्छ एउटा साथी आउनुहुन्छ यति माथि आउने बित्तिकै कस्तो राम्रो राम्रो भ्यू देख्न पाइसक्यो अझै उज्यालो भएको भए त खतरा हुन्थ्यो तर हामीले चाहिँ छिटै सुरु गर्ने भनेर छिटै सुरु गऱ्यौँ अगाडि पनि एउटा ग्रुप हुनुहुन्छ उहाँहरूसँगै जान पाइन्छ कि भनेर छिटो आओ ल बाई हिँडेको 10 मिनट भयो स्यासा र फ्याफा भइसक्यो हाई बिन्छा बा थकै बोलाइसक्यो त जति रोक्यो उति गाह्रो हुने के त हिँड हामी चाहिँ तल काडेबाट यहाँ अस्ट्रेलियन बेस क्याम्प आउन चाहिँ हामीलाई 1.5 घन्टा जति लाग्यो अनि आएर चाहिँ हामीले नास्ता खाएपछि बल्ल पानी खाँदैछौँ अब आधा घन्टामा चाहिँ हामी फरेस्ट क्याम्पको लागि निस्किन्छौँ बाटो सजिलो नै छ त्यस्तो गाह्रो छैन बिगिनरको लागि चाहिँ ठिक नै रहेछ बहिनीलाई चाहिँ बहुत गाह्रो अनि हल्का सन्चो नभएको भएर हो नत्र बाटो ठिक छ अहिलेसम्म अब माथि गएर अपडेट गर्छु चाहिँ अस्ट्रेलियन क्याम्पबाट नास्ता खाएर निस्क्यौँ अब चाहिँ फरेस्ट क्याम्पतिर लाग्न लागेको खाना चाहिँ बिचमा कुन ठाउँ भन्ने थाहा छैन अहिले त्यहाँ हेर्न पर्छ त्यहाँ गएर चाहिँ खानासाना खान्छौँ अनि आज राति चाहिँ फरेस्ट क्याम्पमै बसिन्छ होला रेस्ट क्याम्प पनि फरेस्ट क्याम्पभन्दा आधा घन्टा माथि हो त्यहाँ जान सक्यो भने चाहिँ रेस्ट क्याम्पमा जाँदा पनि बेटर हुन्छ भन्ने सुनेछौँ हेरौँ अब कहाँ रोकिन्छौँ हामी रमाइलो भएछ नि होइन एकदम गाइजहरू मस्त हिँडिरहेछन् सबैले उछिनेर गयो मलाई अघि नै सबलाई मैले उछिने थिएँ अहिले मलाई सबैले उछिने सय मिटर अगाडि आइसकेछौँ हामी चाहिँ यो लालीगुराँस गेस्ट हाउसमा खाना खाने भनेर रोक्यौँ एकछिनलाई लालीगुराँस गेस्ट हाउस हो यो त्यसपछि यहाँ चाहिँ खाना एकदमै मिठो हुन्छ सबैजना यहाँ आइदिनु होला आन्टीले मजाको सर्भिस दिनुहुन्छ छिटो पनि हुन्छ एकदम हुन्छ आन्टी अहिले गयौँ है बाई आन्टी अब चाहिँ हामी यहाँबाट लाग्यौँ अब चाहिँ कतै खाना साना केही भनेर रोकिन्नौँ किनभने 12 साढे 12 हुन लागिसक्यो यहाँ चाहिँ 3-4 बजेतिर अँधेरो हुन्छ भन्ने जस्तो कुरा आयो त्यही भएर अब हामी रफ्तारमा हिँड्ने
स्पिड बढाएर हिँड्नु पर्यो अब ल मलाई पछाडि चाहिँ नछोड है गोरे काँसीवाला डर लाग्छ मलाई मैं तो फिर से थक गई मर्न त मरिएन मर्न त मरिएन नि सकिँदो रहेछ नि तर बहुत गाह्रो भयो थियो हामीलाई नि हामी नि तान्नी आएको सबलाई जित्दै आएको मैले पर्सन चिच्चाएर बोला अति आछ्या फेरि आइजाऊ के यार ढकल्लेर छैन अब धेरै यस्तो धेरै उकालो छ नि पागल जस्तो उकालो रहेछ हामी चाहिँ लगभग फरेस्ट क्याम्प आउन आइपुग्यो हालत खराब भइसकेको छ हालत यस्तो भएको छ पछाडि दाइहरू हुनुहुन्छ त्यो दाइहरूले गर्दा नि हामीलाई सजिलो भयो लगभग 1 घन्टामा त पुगिन्छ के 3 जना साथीहरू अलि तल हुन्छ मध्ये एकजनाको भ्याग अगाडि अहिले पुगिरहेको छ नि छोडिदेऊ केही भएन अप्ठ्यारो हुने बित्तिकै भन है मैले बोक्छु हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइसक्यौँ फरेस्ट क्याम्प आइपुग्यौँ उल्टो भयो हस् हुन्छ दाइ राम्रोसँग जानु हस् रेस्ट क्याम्पै पुग्नुहुन्छ के अरे है ओके ल हस् कालु तिमी पनि जाऊ भित्री जाने हो कि ए दाइहरूसँग आएको हामीलाई क्या सजिलो भयो भित्री जाने 6-7 घन्टाको ट्रेक पछि बल्ल आज हामी डे 1 को बस्ने ठाउँमा आयौँ भोलि फेरि यहाँबाट हिँडेर हाई क्याम्प जानु बाटो सम्झिँदा जानु मन लागेन तर माथिको हिमाल सम्झिँदा जानु मन लाग्छ वाइल्ड थाकिएको थियो खानाको क्लिप त खिच्नै बिर्सेछ खाली थाल मस्त मिठो च्वाक हाई गाइज गुड मर्निङ फ्रम फरेस्ट क्याम्प हाम्रो चाहिँ डे 2 हो यो ल न देऊ हामीसँगै आएको यो तलबाट हामीसँगै आएको हामीभन्दा छिटो आइपुगेको थियो तर यसलाई गुलियो पनि दिनुहुन्न उस गर्छ कस्तो मजाले त के हाम्रो सिजोले गर्छ है त्यो के हाउ गरेर यस्तो तन्किन्छ नि 3 चोटि तन्किसक्यो दगुराउ न ल भयो धेरै नदेऊ गुइलोवाला हो के अघि नैबाट हेरिरहेको भएर दिएको खा तैँले गजब बेइज्जती है नास्ता आयो हाम्रो चाहिँ बिनिसा चपाती चपाउँदै हो हिजो अब फरेस्ट क्याम्पलाई बिदा गरेर निस्किन लागेको माथि आज हामी चाहिँ हाई क्याम्प गरेर बस्छौँ खानासाना चाहिँ बादल डाँडा चाहिँ जान्छौँ होला आज खाना बादल डाँडा जाने अनि भोलि त बेस क्याम्प यस्तो भ्यू के अरे अहिले चाहिँ भ्यू फुलेको छ के अरे भोलि पनि खुल्दे पार हिमाल देखिन्छ नत्र भए यत्तिकै आउने घुमेर माथि ट्रेक गरेर आजको चाहिँ हाम्रो ट्रेकै हुन्छ 7-8 घन्टाको ट्रेक हुन्छ हिजो पनि 7-8 घन्टा नै हिँड्ने हो न लास्ट हिँडेको तर खुट्टा दुखे छैन बाई बाई फरेस्ट क्याम्पबाट 10-15 मिनट बल्ल हिँड्यौँ बाटो चाहिँ पुरै उकालो अनि सिँढी मात्र रहेछ यहाँ
6-7 घण्टाको बाटो चाहिँ यस्तै नै छ अरे फर्किनेले भन्दै हुनुहुन्थ्यो। हामी चाहिँ रेस्ट क्याम्प आयौँ। भ्यू चाहिँ खतरा देखेछ। म अर्को क्लिप हाल्छु ल। कस्तो राम्रो आयो त ल कपल गर्ल्स भयो। यो क्याम्पको लागि निक्लियो हामी अब। लो क्याम्प आउन अब 30 मिनट जति छ। हिँडिरहेको छौँ। सिडी मात्र छ। यहाँ आउनुभन्दा पहिला मजाले सिडीमा हिँड्नु प्र्याक्टिस गर्दा हुन्छ। पुरै बाटो सिडीको कि अलिअलि कहीँ कहीँ गएर मात्र फेद छ, नत्र कहीँ पुरै सिडी छ। हामी चाहिँ लो क्याम्प आयौँ अहिले भर्खरै। खाना खान चाहिँ बादल डाँडा जाने भनेको अझै यहाँभन्दा 2 घन्टा लाग्ने रहेछ। खाना चाहिँ यता खाने हो कि भन्ने सोचिरहेको। ऊ यही छ नि त दृष्टिहरू पनि। ऊ के दृष्टि तिमीहरू कति घन्टा अगाडि आयो? आधी घन्टा? बहिनीहरूलाई अगाडि पठाएको क्या हामीले। यही खाना भर्यो है दिदी। अझै उकालो अरे सकिलो। लो क्याम्पमा आयो हामी। खानालाई वेट गर्न सकिएन अनि लो क्याम्पमै खाना आँटेको हामीले त। हाई क्याम्प लाग्यो अब खाना खाएर। यहाँबाट हाई क्याम्प पुग्न त 6 घन्टा लाग्छ भन्छन् के। कति लाग्छ मलाई। बाटो जाँदा गएर सिरियस भयो है। सँगै हिँडेको यहाँ रेस्ट गर्नुभएको रहेछ। भाइ त वहाँ पुगेछ त। ल वहाँ पुगेछ प्रशान्त। ठिकै हो माथि गएर बस्छु त्यहाँ। कति पुरोस् त नि माथि गएर बस है आउँछ। केटाहरुको स्टामिना मिल्दैन त्यसै नछोड न अहिले हराउँछ त्यहाँ। सानो फुच्चु जति ग्रुपमा आए पनि हिँड्दा चाहिँ एक्लै भइदो रहेछ। ल्याएको भाइले पनि छोडेर गयो अगाडि। पछाडि भाइ र बहिनीहरू छन्। स्लो पनि हिँड्न सकिन्न, छिटो पनि हिँड्न सकिन्न। अनि त्यसपछि स्पिड उयो हुन्छ। तर रमाइलो हुन्छ यस्तो ठाउँमा चाहिँ एक्लै हिँड्दाखेरि पनि। अलि अगाडि पनि मान्छे के गाछ भने डर लाग्दैन, पछाडि पनि मान्छे छ भने डर लाग्दैन। फेरि टाढा टाढासम्म मान्छे छैन भने त सातो जानु रहेछ। तर रमाइलो भइरहेछ। फेरि अब ठाडो उकालो आयो पुरै। ए भगवान। मेरो भाइ चाहिँ ऊ यहाँ छ। बादल डाँडालाई पछि छोडेर अब हाई क्याम्पतिर जान लागेको हामी चाहिँ। भाइ चाहिँ हिरो नै है। हजुर कस्तो बोलेकै भएन।
हो यही कपी पेस्टै दाइले भनेको ल म बोल्न जान्दिनँ ल तपाईँ त भ्लगर नै हो नि अनि यस्तो चिसो बढिसक्यो यहाँ मजा छ रमाइलो भइरहेछ अहिले चाहिँ चिसो चिसो भयो है ज्याकेट त निकालेर लाउनु पर्छ जस्तो छ पुरै मुखमा शीत हानिरहेछ क्यूट कपल्स भाइ चाहिँ माथि हाई क्याम्पमा पुगेर पनि तल झरेर मेरो ब्याग बोक्दिन आएको है म ब्याग बिना हिँडिरहेको छु 10 मिनटको बाटो चाहिँ म के अरे ब्याग बिना हिँड्न पाएँ खुसी लाग्यो हजुर तर यो भाइको गफ सुन्दा हामी चाहिँ छिटो आयो भाइ यता हेर्दै न गफ होइन भन्नाले भाइको लाइफ एक्सपिरियन्स के होइन मैले त्यस्तो उसमा हाल्दैन के क्लिपहरूमा होइन त्यो वाला त क्लिपै खिचेको छैन सेट त्यो वाला खिच्नु पर्ने रहेछ ल हाम्रो चाहिँ होटल आउन लागिसक्यो उता छ खुसी लाग्यो आजको 6-7 घन्टाको ट्रेक पछि यहाँसम्म आइपुग्यो भोलि अझै हिँड्नु छ रमाइलो भयो है फाइनल्ली हाम्रो होटलमा चाहिँ आइयो आजको ओहो रमाइलो छ यार रमाइलो भयो आजसम्म त जे होस् भोलि चाहिँ लेक नलागिदियो हुन्थ्यो हाम्रो होटलदेखिको भ्यू वाउ खतरा छ यार होटल प्याराडाइस हो प्याराडाइसै देखिन्छ हो भने यस्तो राम्रो ठाउँमा आउनु पाएपछि त सब बिर्सिन्छु हौ म भाइ चाहिँ फ्लोमा सुत्दिए क्लास सकेर है भाइ कस्तो रह्यो तिम्रो यहाँसम्मको एक्सपिरियन्स भन त थके लाग्यो थ्याङ्क यू भन न मलाई मेरो गफ सुनिदिएको भन न प्लिज हो कि मैले यिनको गफ यति राम्रोसँग सुने मैले फेरि स्टोरी रिपिट गर्नु भने म स्टोरी रिपिट गर्न सक्छु क्या ओए रुमबाट यस्तो दामी भ्यू देख्यो के चाहिन्छ अब यहाँभन्दा धेरै यस्तो राम्रो भ्यू छ नि ऊ त्यहाँ फिस्टल देखेछ तर यहाँ हल्का जुम गर्नुपर्छ ए अहिले त ढापेछ तर कस्तो राम्रो भ्यू देखिरहेछ 1 र 2 हो ल गाइज चिया खाम अब चिया यस्तो दामी भ्यूमा बसेर हामी चाहिँ 3:30 बजे हाम्रो होटलबाट निस्केर माथि भ्यू पोइन्ट जान लागेको लास्ट धेरै सिँढी छ अरे माथि 3 घन्टा लाग्छ हिँड्न लागेको अब कति बेला पुग्छ खासमा हामी त्यो सनराइज हेर्न हिँडेको पुग्छ कि पुग्दैन थाहा छैन हामी चाहिँ आधी बाटो आइपुग्यौँ आधी बाटोमा आउँदा आउँदा मस्त यहाँ एक बसिरहेको रहेछ कति मान्छे छ हामीभन्दा पछाडि नै हामीले कति धेरैलाई छोडेर आइसक्यो लास्ट माथि रहेछ तर 45 मिनट भयो क्या है हामी हिँडेको भ्यू पोइन्टमा पुग्न अझै 1 घन्टा जति लाग्छ होला 1 घन्टा 20 मिनट
2 घण्टा लाग्छ भन्दै थियो फेरि पछि बाह्र छ क्या हल्का हल्का देख्न थाल्यो हामी चाहिँ आएको 1 घण्टा भइसक्यो यहाँ साथीहरू चाहिँ तल नै छन् त्यही भएर माथि बेस क्याम्प जान पनि एक्लै आँट्न सकेन अनि यहाँदेखिको भ्यू चाहिँ यस्तो छ रमाइलो लाग्छ तँलाई एकदम बिन्सा चाहिँ आउँदैछन् तल अनि चाहिँ अब तिमी आइसकेपछि एकछिन यहाँ फोटोसोटो खिचेर बेस क्याम्प जाने भनेको तर यहीँबाट पनि भ्यू चाहिँ इनफ छ बेस क्याम्प गयो भने चाहिँ अझै नजिकबाट देख्न पाउँछ भनेर जान आँटेको के अरे अब साथीहरूको सल्लाहले चाहिँ के हुन्छ नत्र भए यहीँ इन्ड हुन्छ हाम्रो ब्लग तर कस्तो राम्रो देखेछ है म चाहिँ नजिक गएर देखाउँछु ल हिमाल की जय हर महादेव हर हर महादेव हर महादेव हर महादेव रमाइलो भयो है एकदम रमाइलो भयो यस्तो रमाइलो त लाइफमा कहिले भएको थिएन गाह्रो पनि भयो रमाइलो पनि भयो त्यही त हामी चाहिँ बेस क्याम्प चाहिँ नपुग्ने भयो हल्का शरीरले पनि साथ दिएको छैन टाउको दुख्न थालेछ अन्त माथि गएर गाह्रो भयो भने चाहिँ झन् गाह्रो हुन्छ भनेर अहिले माथि पुगेर फोटो खिच्ने डिसाइड गरेको त्यो पनि म र भाइले अरू सबै माथि नै छन् माथि नै छन् भन्दा पनि हामी भ्यूपोइन्टसम्म 3 जना मात्र आयो अनि भाइहरू एउटा भाइ र बहिनी चाहिँ पर्को जस्तो छ अब यति माथि गएर भाइ र म चाहिँ फोटो खिचेर फर्किन्छ रमाइलो छ यहाँ पनि माथि नै पुग्नुपर्छ यदि आँटै आयो भने चाहिँ हामी बेस क्याम्प पनि आँट्नेछौँ नेक्स्ट टाइम चाहिँ बेस क्याम्प आँट्नै पर्छ यो फर्स्ट टाइम फर्स्ट ट्रेकिङ भयो पनि हामीलाई गाह्रो भयो त्यति गाह्रो पनि भएको छैन यहाँकोलाई पनि भ्यू पोइन्टै भन्दो रहेछ तर यहाँबाट अलि नजिक देखिँदो रहेछ वाह हामी चाहिँ माथिको भ्यू पोइन्टमा गएर भिडियो फोटो खिचेर निस्क्यौँ बेस क्याम्प चाहिँ जान पाइएन अलिअलि दुःख त लागिरहेछ तर नेक्स्ट ट्रेकमा त ढुक्कै जाने हो तर आज चाहिँ हल्का सबै साथीहरूलाई गाह्रो भयो अनि हामी 2 जना मात्र जोसेर नजाने भनेर गएको होइन नत्र भए त रमाइलो छ यता अहिले चाहिँ घाम देखिन थालिसक्यो अनि बादलले हिमाललाई पनि ढाकिसक्यो त्यही भएर खासै देखेको छैन फर्किन लाग्यौँ अघि नै राति आएको थियौँ अनि थाहा थिएन कि कस्तो उकालो थियो भनेर अहिले हेरेको त बा पुरै उकालो चढ्दै आएको रहेछौँ त अनि मस्त के अझ तल तल कस्तो उकालो रहेछ के तर यस्तो पनि चढेर गयौँ म त आइ एम प्राउड अफ माई सेल्फ हिँड्नै नसक्ने मान्छे हो म खासमा तर मार्दीको माथि भ्यू पोइन्टसम्म जानु पनि ठुलो कुरा हो यो त यस्तो चढेर आऊ राम राम हामी चाहिँ भ्यू पोइन्ट पुगेर सेकेन्ड भ्यू पोइन्ट पुगेर अनि त्यसपछि हाई क्याम्प आएर नास्ता गरेर अनि अहिले झऱ्यौँ 3 घण्टा जति लाएर झरेर लो क्याम्पमा आयौँ अब यहाँ नास्ता गरेर के सरी यहाँ खाना खाएर हामी चाहिँ सिदिङको बाटो हुँदै सिदिङको बाटो लागेर पोखरा जान्छौँ
अनि माथि चाहिँ क्लिपहरू गराउनु त्यस्तो भएर चार्ज पनि थिएन, पावर ब्याङ्क पनि पुरै सकिएको थियो। अब चाहिँ घरतिर लाग्ने हो। अनि मेरो ओभरअल एक्सपिरियन्स चाहिँ राम्रै भयो, तर मेरो पर्सनल रिकमेन्डेसन चाहिँ फर्स्ट ट्र्याकमा यहाँ आउनुहुन्छ भने नआउनुहोस्, सजिलो छ रुट भनेर कसैले झुक्का होला नझुक्किनु होला। बाटो सजिलो नै छ, त्यस्तो गाह्रो छैन, बिगिनरको लागि चाहिँ ठिक नै रहेछ। यति धेरै सिँढी छ कि सिँढीले तपाईँलाई बिजोग गराउँछ। फर्स्ट ट्रेक भनेर मार्दै चाहिँ आउनुहुन्न, सजिलो भन्छन् तर हुन त मोडरेटमै पर्छ, तर फर्स्ट ट्रेक सजिलो छ भनेर चाहिँ यहाँ आउनु पर्दैन। मेरो पनि फर्स्ट ट्रेक थियो, अनि मैले अरूहरूलाई सोद्धाखेरि पनि मार्दी फर्स्ट ट्रेक आउनु राम्रो होइन भनेर भन्नुभयो, मलाई पनि त्यस्तै नै लाग्यो। त्यही भएर चाहिँ अरू ओभरअल एक्सपिरियन्स चाहिँ राम्रो थियो, भ्यूहरू पनि हेरेर आउनु पाइयो। बेस क्याम्प चाहिँ गइएन, हल्का अब सन्चो नहोला जस्तो पनि भयो। त्यही भएर यति नै हो, सबै रमाइलो नै थियो। आउनु ट्रेक राम्रो त छ, तर अन्त गएर चाहिँ यहाँ आउनु। ल बाई बाई, थ्याङ्क यू फर वाचिङ।